हेलो साथीहरू, आज चाहिँ म चाहिँ बर्दियातिर जाँदैछु सुर्खेतदेखि। र म चाहिँ अनि ठुलमम्मीको घरबाट टिका लगाएर पनि हिँडिसकेको थिएँ। अनि म मामा घर पनि पुगेर आइसकेको थिएँ। अब चाहिँ म फुपू आमाको घरतिर जानुपर्ने थियो। र अनि हामी म फुपू बहिनी हर्षित भाइ अनि हामी चाहिँ लाग्यौँ फुपू आमाको घरतिर। अनि हामी चाहिँ पहिला आइसकेका थियौँ। अनि त्यसपछि बहिनी फुपू अनि ठुलमम्मी चाहिँ आउनुभयो। अनि देख्न सक्नुहुन्छ हाम्रो माइली आन्टी बाहिर आउनुहुन्छ। अनि फुपू आमा अनि बल्लम दाई अनि त्यसपछि बल्लम दाई देख्न सक्नुहुन्छ। अनि म चाहिँ अनि टिका लगाएर खाना खाएर अनि म जाँदै थिएँ आन्टीको रुममा झोला ल्याउनको लागि। अनि त्यसपछि म झोला ल्याएर पनि आइसकेँ है दाइ र म। अनि त्यसपछि म चाहिँ लागेँ, म र दाइ भएर चाहिँ लाग्यौँ सुर्खेत बस पार्क। दाइले चाहिँ मलाई छोड्न जानुभयो। अनि हामी फाइनली सुर्खेतको बस पार्क बाहिरपट्टि पनि आइसकेका छौँ। अनि म चाहिँ अब गाडीमा बसेँ पनि है गाइस। अनि गाडीमा बसेपछि अब हामी गइसकेका थियौँ, बबई पुगिसकेका थियौँ भनौँ। बबई पुगेपछि हामी चाहिँ लाग्यौँ अगाडि छिन्चुतिर है। अनि हामी चाहिँ अनि फाइनल्ली गाइस बबई क्रस गरेपछि हामी छिन्चुमा पनि आइसक्यौँ। देख्न सक्नुहुन्छ है छिन्चु बजार कस्तो विकास भएको। पहिला त सानो लाग्थ्यो, अहिले त कति ठुलो लाग्यो मलाई। अनि फाइनल्ली अनि हामी चाहिँ यो चिसापानी भन्ने ठाउँमा पनि आइसकेका थियौँ। चिसापानीमा आएर खाजा खाएर हामी चाहिँ लाग्यौँ। त्यसपछि म कोलपुर पनि आइसकेको थिएँ गाइस। अनि कोलपुर आइसकेपछि म चाहिँ अब माइजूको घरतिर गएँ, माइजूको घरतिर पसेँ मामा घरतिर। अनि फाइनल्ली गाइस म चाहिँ अनि लागेँ है कोलपुरबाट माइजूको रुमतिर। अनि मदन चोकमा म चाहिँ ओर्लिनु पर्ने थियो, मदन चोकबाट हल्का भित्रपट्टि जानुपर्ने थियो। अनि म चाहिँ लागेँ है। अनि मलाई चाहिँ भाइ ल्याउन आएको रहेछ क्या, देख्न सक्नुहुन्छ मेरो मामाको जेठो छोरा। अनि म चाहिँ अनि टिका लगाएर म चाहिँ हिँडेँ है गाइस। अब घरतिर लागियो, घरतिर लागियो। अनि म्याजिकमा बसेको, म्याजिक त एकदम फुल रहेछ होइन। माघी महिना मनाइरहन् चौधरीहरूले जे होस् है। अनि त्यसपछि यसो अनि बास गाडी पुगेको त अनि तपाईँ देख्न सक्नुहुन्छ गाइस है। बास गाडीमा त खो उल्का हान्नुभएछ हाम्रो कमल बिसी मालदाईले चाहिँ होइन, रैला हान्नुभएको छ होइन, बाघको ड्रेस लगाएर टक्क होइन। साथीहरू के गर्ने अब, अहिले चल्दो पल्दो गायक बाँके बर्दियाको कमल बिसी मालदाई। अनि म चाहिँ फाइनल्ली 5 नम्बर पुगेर पनि चौतारा ओर्लिएर पनि अब म चाहिँ घरतिर लागेँ। अनि त्यसपछि हामी चाहिँ राति चाहिँ माघीको डान्स हेर्न गयौँ है हामी चाहिँ त्यसपछि। अनि आजको ब्लग यति नै। ओके बाई बाई, फलो मोर मिनी ब्लग।